हेलो एभ्रिवान। सो आज चाहिँ म पिल्ग्रिमको यो प्रडक्ट युज गर्दैछु हो। पहिला पनि मैले यो युज गरिसकेको र भिडियो चाहिँ म आज बनाउँदैछु। हेर्नुहोस्, यो पिल्ग्रिमको प्रडक्ट हो है। यसको नाम के थाहा छैन मलाई। त्यो कुनै के 25 BHA के लेखेको छ। यसले चाहिँ 10 मिनटमा ट्रेनिङ हटाउँछ अरे होइन। कि चाहिँ यसरी गालामा थोपा थोपा लाउँदा हुन्छ, बट म चाहिँ हातमा लाएर मजाले रब गर्छु होइन। सबैमा मलाई यसो चाहिँ मजाले फैलिन्छ हातमा। मतलब त्यो ड्रप गर्दा चाहिँ सायद आँखातिर लाग्न सक्छ भन्ने चाहिँ मलाई चाहिँ डर। त्यही भएर चाहिँ म यसरी लाउँछु होइन। यसरी आस्ते लगाएर चाहिँ मजाले दलिदिन्छु। यसरी लाउनुहोस् होइन, आस्ते आस्ते मजाले होइन। र आँखा चाहिँ अलिकति बचाएर लाउनुहोस्। यो यसमा लेखेकै छैन आँखा बचाएर लाउनु, अन्त के काट्यो साट्यो छ भने त्यसमा नलाउनु भनेर होइन। त यो लाउनु अगाडि या यो लगाइसकेर तपाईँ उयो के भन्छ सेभिङ गर्न सक्नुहुन्छ। बट सेभिङ गरिसकेर चाहिँ यो नलाउनुहोस्, किनकि पोल्दो रहेछ पुरा। मैले एक दुईपल्ट त्यसरी मिस्टेक गरेँ, पुरा पोल्दो रहेछ होइन। अन्त त्यो पिम्पल्सहरू पनि नफुटाएर लाउनुहोस्। यो लगाइसकेर फुटाउनुहोस्, कोही उयो छैन। त यसलाई चाहिँ म यसरी रब गर्छु होइन। पिङ्क देख्दैछ होला मेरो अहिले अनुहार होइन। अन्त यसरी मजाले रब गरिसकेर चाहिँ 10 मिनटको लागि चाहिँ छोड्नुपर्छ यो होइन। 10 मिनट बाद चाहिँ तपाईँले या त कुनै पनि लुगा भिजाएर त्यसले चाहिँ पुछिदिनु भयो भने चाहिँ काम भइहाल्यो। फेस वास गर्दा पनि भयो, नगर्दा पनि भयो। तर मैले चाहिँ गरेँ 10 मिनट बाद, त्यो लुगाले पुसेर पनि गरेँ। हेर्नुहोस् भिडियोमा अगाडि देखाउँछु ल। सक्नुहुन्छ होइन। मैले रुमाल लिएँ होइन, त्यो रुमाललाई मैले मजाले भिजाएँ र म त्यो रुमालले अब पुस्दैछु। मैले भिडियो अलिकति फास्ट फरवर्ड गरिरहेको छु, तर पनि अड्किँदैछ कुनै किन थाहा छैन मलाई। यो यसमा यस्तै हुन्छ, अड्की आउँछ कि थाहा भएन मलाई किन। मलाई कसै सजेस्ट गर्न सक्नुहुन्छ। मलाई याद छैन होला कसरी चलाउँछु यो। इन्सर्टबाट म चाहिँ उयो गर्छु होइन, एडिटिङ। सो मैले यो गिटारमा पनि लगाएको थिएँ होइन। अन्त गोल हुने चक्करमा लगाएको थिएँ त ट्रेनिङ हटाउँछ होइन। त मेरो रियल स्किन टोन यो होइन नि त होइन। यो चाहिँ घाममा डढेर भएको त हुनु म गोरै हो नि यहाँ अलिकति डिफ्रेन्स देखेको जस्तो त लाग्यो होइन पहिलाभन्दा। बट मलाई त्यस्तो खासै उयो चाहिँ आएको जस्तो लागेन। मैले हातमा पनि लगाएको थिएँ, तर हातमा चाहिँ केही भएन। त्यही पुछ्दैछु मैले है। तपाईँहरू पनि ट्राई गर्नु सक्नुहुन्छ आफ्नो हिसाबले। हेर्नुहोस् होइन। मलाई चाहिँ त्यस्तो इफेक्ट भयो जस्तो चाहिँ लागेन। योभन्दा राम्रो चाहिँ त्यो निको निकाल्दैछ नि, जुन चाहिँ 20 मिनटमै ट्रेनिङ हटाउने लाइभ टेस्ट गरेर पनि देखाउँदैछ। त्यो एकपल्ट किन्नु मन परिरहेको छ। म कुनै दिन त्यो पनि लाएर देखाउँछु नि ल। तर पनि ठिकै छ। मैले यो ठेङ्गा देखाएको है, मैले यो लाइक चाहिँ गरेको होइन, बट इट्स ओके, काम गर्दै रहेछ। यो फोटोहरू चाहिँ आफ्टर प्रोडक्ट